सो हेलो नमस्ते एभ्रिवान, दिस इज मी समीर। अनि फेरि पनि अर्को नयाँ भिडियोमा स्वागत छ। अनि सबैजना सन्चै आरामै हुनुहुन्छ होला। एकदम सन्चै आरामै छु। अनि फेरि नयाँ भिडियोमा एकदम स्वागत छ सबैजनालाई। अनि च्यानल सब्सक्राइब पनि गर्दै गर्नु होला है गाइजहरू। अनि अस्तिको भिडियो सबैजनाले हेरिसक्नु भयो होला, के कस्तो लाग्यो। हेरिसक्नु भएको छैन भने गएर हेर्नु होला। अनि त्यही हो, अब आज चाहिँ हामी अर्को नयाँ भिडियो बनाउँदैछौँ। त्यसको लागि चाहिँ हामी जाँदैछौँ आज धेरै टाढा यहाँबाट। अनि आज मेरो साथमा चाहिँ दाइहरू हुन्छ। यता पछाडि कविजी आउँदै हुन्छ। कविजी एकदमसँगले स्वागत छ भ्लगमा। अनि के कस्तो छ यसो दुई शब्द जाओस्। के छ अनि आज चाहिँ भनेपछि टुरको लागि हिँडियो। ल ठिक छ, आज हामी घुम्नको लागि जाँदैछौँ। यता कविजी हुनुहुन्छ अनि दुईजना दाइहरू अगाडि जाँदै हुन्छ पर। अनि दाइहरूलाई पनि म देखाइहाल्छु है त गाइजहरू। दाइहरू एकदम स्वागत छ भ्लगमा। सुरेन यता अनि सुरेन दुईजना सुरेन दाइ तपाईँहरूले लगाए हो। यता सुरेन दाइ पनि कुद्दै हुन्छ। यता अनि सुरेन दाइ, यता अनि सुरेन दाइ, भित्र समीर अनि पछाडि कवि, उता कवि कुद्यो। हामी त धेरै पुगौँ कि के हो तुमले ल कुद्यो। गाडी गयो भनेको त होइन रहेछ नि त त्यो त। तपाईँ त पछाडि बन्नु भयो त दाइ। सुरेन दाइ अलिक बिस्तारी क्लास गल्यो कल्नु दाइ गलियो बुढो मान्छे कुदाएर यता एक्सर्साइज हो दाइ। स्वास्थ्यको लागि राम्रो। हामी त कुदेरै पुग्यौँ थुङ्देमन। त्यही भनेर हो नि कविजी। सुरेन दाइ कुदेरै पुग्यौँ भन्नुहुन्छ त उहाँले त। ल ठिक छ, अहिले चाहिँ हामी बसमा जाउँ। बस आउँदैछ। Lights went down when you feel lost in your shadow. Don't feel alone, don't scream so loud. We are living in this groove. हामी चाहिँ बसबाट लिएर आमसङ आइपुग्यो। अब आमसङबाट फेरि बस चेन्ज गरेर थ्याङ्क ट्रेन सुरु हुन्छ गाइजहरू। त्यसपछि चाहिँ ट्रेनमा जाने हो। दाइहरू अगाडि हिँड्दै हुन्छ। अब हामी स्टेसन जाँदैछौँ। टक्क लगाएर बस चेन्ज गरेर जाने हो। Broken but strong, gotta move on. You're not a bakery of life. Equip my soul, find the real gold. I'll fulfill what I start. हामी चाहिँ फाइनली फेङटेक आइपुग्यो। फेङटेक आइपुग्यो। अब बस छोडिसक्यो। हामीले चाहिँ अब ट्रेनमा जानुपर्ने हुन्छ। अनि ट्रेनमा जानको लागि चाहिँ यहाँनिर छ एके प्लाजा। लौ हामी चाहिँ फ्रेस भइयो फेङटेकतिर। हामी चाहिँ भन्दै कविजी कति छिटो हो। ल ठिक छ, अब चाहिँ हामी ट्रेन चढेर जानुपर्ने हुन्छ। हामीले चाहिँ फाइनली टिकट आइसक्यो गाइज। आयो फाइनली ट्रेन आयो गाइज। फाइनली ट्रेन आयो। अब हामीले टिकट काटिसकेको छ। टिकटको उसबाट जाने भने चाहिँ दाइ चिन्नु गाह्रो भयो त। भेटेर खुसी लाग्यो। हस् धन्यवाद। ल फाइनली हामी चाहिँ स्वान आइपुग्यो गाइस। अब यहाँ हामी ओर्लिसक्यो ट्रेनबाट। अब चाहिँ हामी प्रमिस दाइलाई भेट्न जानुपर्ने छ। प्रमिस दाइ पनि आउँदै हुन्छ यहाँ। ए अब हामी फाइनल्ली प्रमिस दाइसँग भेट भइसक्यो। दाइ हजुर
के छ तपाईँको खबर एकदम बल्ल गइरहेको छु दाइ ल फाइनली भेट भइसक्यो दाइहरूसँग सबैसँग थोङ्देमुनतिर लाग्दैछौँ थोङ्देमुनतिर दाइ ठिक छ नि हामी ठिक छ भाइ ओके ल अब हामी डाइरेक्ट कहाँ जान्छौँ अब हामी चाहिँ थोङ्देमुनसम्म साउथ जाने हो ल अब डाइरेक्ट थोङ्देमुनमा भेट्छौँ हामी यहाँ ट्रेन चढेर जाने हो अगाडि साथीहरू हाम्रो प्रमिस दाइ थपिनु भएको छ 3 जना हामी जम्मा 5 जना भइमा छ ल थोङ्देमुनतिर भेट्छौँ हामी दाइ ओके A few moments later. सो गाइज आज चाहिँ नेक्स्ट डे भइसक्यो अनि हिजो चाहिँ हामी थोङ्देमुन गएको थियौँ सबैजना यहाँबाट 4 जना अनि उता प्रमिस दाइ हामी सबै मिलेर चाहिँ थोङ्देमुन गएको थियौँ अनि काम थियो त्यहाँ चाहिँ सुन पसलतिर काम थियो दाइहरूको अनि त्यसपछि कामहरू गऱ्यौँ अनि लगभग 6 बजिसकेको थियो अनि हामी ट्रेनमा चढेर आयौँ होइन अनि मैले भिडियोहरू इन गर्नै पाएन अनि आउँदा आउँदा रात पर्यो ढिलो भयो यहाँनिर हामी 9 बजीतिर लगभग 9 बजे 9:30 तिर आइपुग्यो यहाँनिर अनि त्यही भएर मैले भिडियोहरू इन गर्न पाएन त्यही भएर आज नेक्स्ट डे म चाहिँ यता आएर चाहिँ यहाँनिर आएर भिडियोहरू इन गर्दैछु होइन अनि के कस्तो लाग्यो भिडियोहरू राम्रो लागे लाइक कमेन्ट गर्नु होला सेयर सब्सक्राइब पनि गर्दै गर्नु होला गाइजहरू अनि नेक्स्ट भिडियोमा फेरि भेटौँला भन्दै बाई बाई सबैजनालाई